अब हाम्रो यात्रा चाहिँ रुकुमको चौरी खर्क लगभग यहाँबाट 200 किलोमिटर छ होला। अब हेरौँ सकेसम्म त्यहाँ साह्रै पुगेर त्यहाँ एउटा सिमाना बाइक राखेर हामी 2-3 घन्टा त्यहाँसम्म पुग्नलाई हाम्रो आजको बस पुग्नलाई 2-3 घन्टा पर्छ। अनि त्यहाँ पुगेर हामी एकछिन रेस्ट गरेर अझै एकछिन माथितिर पुग्ने आज सकेसम्म। अनि बिहान चाहिँ भोलि बिहानै गाडी गएर त्यहाँ पुग्नु गाडी चाहिँ यस्तो हो सर। अनि हामी सर मसँग राम सर र म 3 years हामी कन्टिन्युस हो। फर्स्ट चाहिँ लाङटाङमा गएको, सेकेन्ड चाहिँ दरपटन भुकीपटन अनि कोरीमा पनि गएको। कोरीमा पनि अब यो चाहिँ फोर्थ हो। फोर्थ चाहिँ हामी रुकुमको चौरी खर्क। अनि सरले सबै भिडियोमा पनि सरले सबै क्याप्चर गर्नुहुन्छ होला, गर्नुहुन्छ, त्यसमा इन्जोय गर्नु होला। ओके हामी चाहिँ ब्रेकफास्ट खानलाई यहाँ आएको छौँ। ठ्याक्कै गलकोटमा छ अहिले यो। अब एकछिन यहाँ ब्रेकफास्ट खाएर हामी यहाँ निस्किन्छौँ। खिच्दै हो एप्पल आउँछ। एबाट के हो? एबाट एप्पल। बीबाट बिरालो होइन, बीबाट है। सीबाट डग हो। डीबाट हात्ती। अहिले हामी पाती हाल्ने ठाउँमा आएको छौँ। अनि यहाँ बसेर अब यति लाचुङ माउन्टेन होटेल रेस्टुरेन्टमा चाहिँ हामी अब खाना खान लागेछौँ। र यसपछि चाहिँ बिस्तारै माथितिर यताबाट अलिक तल झरेर चाहिँ मजाले पारी कटेर चाहिँ यतातिर जाने रहेछ।
चौरी खर्क यहाँबाट लगभग 2 घन्टा जति लाग्छ भनेछ। अब खाना खाएर यहाँबाट हिँड्दै हिँड्दै हामी अनि चौरी खर्क जानेछौँ। गाह्रै छ भने हामी हिँडेर आउँछौँ क्या, हामी अब त्यही सर्टकट बाटो आउँछौँ। हुन्छ हुन्छ ल ल सर्टकट बाटो यही त हो। तल हजुरको बाइक हो हजुर तल गएर त यता मोटर बाटो चाहिँ नलाउने, हजुर टाढै जाने ए ल हुन्छ है। हामी चाहिँ टिकटकमा देखेको ए एउटै रहेछ नि हामी पछि म माइसम्म त हामी यहाँ पिकनिक आउँछौँ नि त धेरैचोटि। ए आएमा पुरै उकालो उकालो घुमौरो पनि उकालो पनि रहेछ। चुङ्गी पुगी बाटो पुरै रातभरि पानी पऱ्यो होला, एकदमै बाटो हिँड्दै हिँड्दो छ। यस्तो यो सिजनमा चाहिँ आउनु हुँदैछ, पुरै बाटो बिग्रिरहेछ। पानीले हिँड्दै हिँड्दै काठ टेक्नु पर्ने हो, त्यो पनि गाह्रो रहेछ। मान्छेहरू चाहिँ कोही चाहिँ बिहानै गएर अहिले भर फर्किँदैछ। र पनि यहाँबाट माथि कुन्नासम्म पुग्न चाहिँ 4 घन्टा लाग्छ भन्छ। त्यही भएर हामी बिस्तारै हिँड्दैछौँ, पुरै जङ्गल बाटो। मेरो साथी बिस्तारै हिँडेर आउँदैछ यहाँबाट। अनि आधा बाटो आएपछि चाहिँ यस्तो हुँदो रहेछ, बाटै छैन रहेछ। यस्तो खुल्ला पाहाडको माथि चाहिँ अब हिँड्नु पर्ने रहेछ क्या। ल अनि बाटो नभएपछि चाहिँ हिँडेको बाटो नै खोज्दै खोज्दै उकालो चढ्नु पर्ने रहेछ। यस्तो उकालो छ खै। उता बरु बाटोबाट आउँदा चाहिँ अलिक सजिलो हुने रहेछ, यताबाट चाहिँ अलिक गाह्रै रहेछ चढ्न पनि, अप्ठ्यारो पनि। झन् पानी पर्दा त पुरै हिलो हुने रहेछ। जम्मै बाटो नै यस्तो छ। हामी अब पहाडी आँगनछेउमा आइपुगेको छौँ। यस्तो रहेछ। अहिले हामी बिहानको
लगभग अब 4 भन्दा 3:52 समथिङ भएछ 4 बजी भन्दा पनि हुन्छ हामी चाहिँ अहिले माथि लेकतिर जाँदैछौँ छुमे पुलतिर बिहान उठेर अनि माथि गएर 2 घन्टा लाग्छ भन्छन् त्यही भएर मजाले अगाडि बढ्दैछौँ पुरै अँध्यारो छ बाटै चिन्दैन कता हो कता पुरै हुस्सु लाग्छ टर्चलाइट लिएर हिँड्नु परेछ हो बिहानको 5 बजेर 5 बजी जाँदाखेरि यस्तो मौसम खोलेको छ हल्का बिस्तारै चुरे बुगीमा आउँदाखेरि यसरी यहाँनिर फोहोरको राखेको रहेछ व्यवस्थापन राम्रोसँग नभएको रहेछ अहिले यताको समितिहरूले चाहिँ अलि हेरचाह गरिदिनु पर्यो सबै तलतिर गइदिएको छ अब यसरी यहाँबाट गयो भने त अनि वरपर फोहोर हुन्छ जनावरलाई पनि असर गर्छ त्यही भएर यस्तो चाहिँ नगरिदिनु होला जो घुम्न आउँछ उनीहरूले नि आफ्नो खानेकुरा चाहिँ के ल्याए सबै बोकेर लाने गर्नुहोस् यस्तो चाहिँ नगर्नुहोस् एकचोटिलाई होइन धेरैचोटि आउनुपर्ने हुन्छ त्यही भएर आफूले ल्याएको सामान चाहिँ आफै बोकेर लाने गर्नुहोस् जताभावी नफेलाम नोटिस छँदै छैन के भन्छ केयरफुल गर्छ नि र यहाँसम्म आइदिँदाखेरि चाहिँ त्यसरी फुलहरू चाहिँ नटिप्नु होला आउनुहोस् खेल्नुहोस् रमाउनुहोस् फर्कनुहोस् फुलहरू चाहिँ टिप्ने काम नगर्नु पछि आउनेहरूले पनि यहाँ फुलको आनन्द लिन पाओस् त्यो नै राम्रो हुन्छ उत्तर गङ्गा गाउँपालिका सेरा गाउँपालिका हुकुम पर्दो रहेछ पुरै हुस्सु लागेको छ अहिले बिहानको लगभग 5:30 बजी 6 नै बज्यो लगभग 5:40 भएछ यहाँ आइपुग्दा यहाँबाट त कता जाने रहेछ खोइ हामी त यहाँ पो आइपुग्यौँ अब यो लेखेको साइनबोर्डहरू देखेन तपाईँ पनि कतातिर होला पर्छ पुरै बिहानको 6 पनि बन्दाएको छ हुस्सु आज चाहिँ मौसमले साथ दिएन बिहानबाटै पानी परिरह्यो त्यही भएर हामी चाहिँ माथिसम्म पुगेर मात्रै केही पनि देख्न पाएनौँ र अब फर्किँदैछौँ र अब पहाडी क्याम्पमा गएर चाहिँ अब एकछिन बस्छौँ हामी त्यसपछि बिस्तारै तल लाग्छौँ हामीलाई अब यति नै हो तल गएर ब्रेकफास्ट पनि खानु पऱ्यो पहिला ब्रेकफास्ट यहीँ खाएर पहाडी आँगनमा गएर ब्रेकफास्ट खाएर चाहिँ हामी बिस्तारै तलतिर लाग्छौँ त्यसपछि आज चाहिँ मौसम पुरै यस्तै पानी परेको छ बिहानदेखि नै